Let's ready for the tour, guys. Hello. Hi. A few moments later. अनि 10 घन्टा चाहिँ डान्स गरेँ यहाँ। डान्स गरेपछि गलेँ, फेरि अझै स्टार्ट भयो फेरि डान्स। अब तपाईँहरू हेर्न सक्नुहुन्छ गाइस, घामदेखि सिधै छाया छ, बिकज वी आर गोइङ टु हिमालय, सरी हिल रिजन। अनि सरी गाइस, बिर्से माइक ल्याउन। यसरी नै काम चलाउनु होला, सिन हेर्दै जानु होला। वाट अ ब्युटिफुल सिनरी गाइस, लुक देयर। अनि यो चाहिँ विज्ञान हो गाइस, जसले मलाई भाइरल गरेको थियो। आज अब म फेरि भाइरल गर्नेछु। द भ्युज गाइस, मोबाइल भन्दा त रियलको दृश्य चाहिँ एकदमै राम्रो छ। आई कान्ट एक्सप्लेन यु हाउ मच इट्स अ ब्युटिफुल। देखो ना गाइस, देखो ना क्या है गाइस, देखो ना गाइस, देखो ना गाइस, यहाँ में क्या है? हेरौँ के छ खाजामा। जुस चाहिँ दबाएर ल्याएको छु गाइस। गाइस खाजामा चाहिँ अहिले हामीलाई यो जुस र के भेटेको छ यो होइन, यही खाने छौँ हामी। तालुताले छैन होला कि आउँछ गाइस। ल खानु अब जुस। वाउ, सिनेरीको मजाले जुस खाएर हामी जाँदैछौँ हाम्रो टुरमा। द वान एन्ड ओन्ली एनटिसीको टुर 5th सेमिस्टर। यही मान्छे हो गाइस जो हिजो रातभरि ज्वरोले मरिरहेको, अनि यही मान्छे आज यति इन्जोय भइरहेछ। हाउ इज इट पोसिबल? क्या ये स्कैम चल रहा है? तुम इतना साइलेंट कैसे हो? यस्तो उकालोको बाटोमा त हाम्रो बसको टायर नै जल्यो होइन, दुइटै त धुवा निस्किरहेको छ, दुइटै टायर स्वाहा। अनि यहाँ हामी अब सबैजना छ होइन। यता चाहिँ रोहिणी, बस रुकिरहेछ, त्यही भएर हामी अब के गर्नु यहाँ 2-3 घन्टा मजाले लड्छ नि। फेरि यहाँ तल चाहिँ यहाँ यस्तो छ, त्यहाँ जानुपर्ने छ हाम्रो डेस्टिनेसन। सो जाऊँ कृतिका, छिटो। हजुर, म पनि भिडियो लिँदैछु। यहाँ आइम ब्लगर टु। छिटो छिटो जाने, मजाले जाने होइन दोस्त? हो, कस्तो मजा लागिरहेछ? पुरै मजा आउँदैछ। अनि होइन म यहाँ लडेँ भने लाज नलाउनु ल। लडिस् भने म तँलाई बोकेर लग्छु ल। ल ल दोस्त, त मलाई बोक्न सक्छ। किन सक्दिनँ? आइज त, आइज यहाँ। जाँदिनँ, मलाई लड्न मन छ। तर सिन चाहिँ लास्टै राम्रो छ गाइस, यो ढुङ्गामा यस्तो राम्रो फोटो आउँछ। यो चाहिँ खहरे खोला हो होइन। अनि यहाँ चाहिँ इफ त्यो वर्षामा चाहिँ पुरै पानी हुन्छ नि, यस्तो मौसममा चाहिँ पुरै सुक्खा हुन्छ। अनि त्यही जानुपर्ने छ। अब हामी गएर छौँ। टुरको नाममा यहाँ रिसर्च गराइरहेको छ यार गाइस, के भनौँ।
प्राइमरी तपाईँको वाइफाई गर्नु है डेटा भन्दा पनि अनि तपाईँको यहाँ इन्टरनेटको स्पिड कतिको छ कि धेरै कुराको महँगी नै छ कि स्टुडेन्टलाई त त्यो त फिल भइहाल्छ नि एभोक डीमा लाउ न रिसर्च गर्ने लोकेसन क्या अब यहाँनिर हामी छोरी यही छ इशाराले बोलाउनु मेरा मन फाइनली हामी पुगिसक्यौँ अब सबैजना ओर्लिरहेछ यहाँ लाइन बाई लाइन हामी पनि के ओर्छ त जम दोस्त ब्रो तिम्रो भ्लग मेरो भ्लगको यस्ती के त्यस्ती कति धेरै भारी छ यार मेरो ब्याग लास्टै भारी ब्याग छ मेरो सबभन्दा लास्टमा निस्किने ब्लगर मै हो अब चिसो हुन्छ लुगा लगा भाइ कुन होटल थाहा छैन Yes guys, we reached here in our destination. होटलतिर हाम्रो कहाँ छ अब गाइज हामी चाहिँ गएको क्याम्प फायरमा तल मुनि आउँदैछु फर्स्ट नाइट वक गाइज अब हामी बाटो घुमिरहेछौँ हेलो के भन्यौ तिमीले कहाँ जानु भनेको थियौ अघि गाइज त्यो चाहिँ हामी बस्ने होटल हो त्यहाँ माथि हाम्रो कमी हो स्टाफ अलि बढी हो
पट्टीको साउनी मेरो लागि परेको तिरिरी लागि जित्दैन ओरी परेको चाहे प्रहरी होस् अघि मेरो भाइ कहाँ तु ओए मजा आ रहा है मेरा जूस कहाँ है यस्तो हल्लाउँछ होइन जुसको अनि हाल्छ क्या गार्डन अनि एउटा साढे कभरेजमा पनि एउटा सुनिल सेट्टी नै हेरा फेरिको राष्ट्रिय सहमति गरेर नै चुनावमा जानुपर्छ बनेको चिन्ता थियो अब देशै नरहने हो कि भन्ने चिन्ता जगाएको छ पशुपतिनाथले हामी सबैको कल्याण गरून् जय नेपाल मैले त दाइलाई भनेको मैले भाउजूबाट भाषा काम गर्नुहुन्छ मैले त कराइदिइहाल्नु तपाईँ त्यसो हुन्छ Give me some sunshine, give me some rain, give me another chance to grow up once again. Give me some sunshine, give me some rain, give me another chance to grow up once again. years later. अनि गाइस यो चाहिँ खाना आइसक्यो हाम्रो कीर्तिका चम्चा हामी चाहिँ नन भेज हो होइन अब डन छु गुड मर्निङ गाइस फ्रम हिले कस्तो राम्रो भ्यूज रहेछ यहाँ बाहिरको ल गाइस हामी चाहिँ रेडी भइसक्यौँ जानलाई जाऊँ यहाँको दृश्य चाहिँ यस्तो छ गाइस हामी अहिले आएको छौँ बार्खी बस लुक एट द भ्यू तर यो बाँसलाई हामीले अलिकति महत्त्वपूर्ण बाँस बनाएका छौँ यसलाई हामीले काटेर बनाएका हौँ अब झट्ट हेर्दा अलिकति छुट्टै किसिमको बाँस हो कि अब हामीले चाहिँ यहाँ त्यसरी बिल भण्डारण गर्दैनौँ हामीसँग यहाँ सुधारिएका मेटल बिलहरू छन् सिट बिलहरू छन् अब सिट बिल हेलो गाइस अब चाहिँ हामी फर्किँदैछौँ रुमतिर अनि अहिले टाइम सुबह के 10:30 अनि हाम्रो प्रश्न होइन कस्तो लाग्यो तिमीलाई यो के भन्छ कुन ठाउँ अरे यो पाखरीवा कस्तो लाग्यो राम्रो लाग्यो
कति 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 हजार फोटो खिचायौ धेरै खिचिनै खिचिनौ ल भने यसलाई के भन्छ मैले पनि धेरै खिचिनँ भ्लग पनि आज बनाइन खासै 2 घन्टामा क्या ही गरौँ गाइज हैन बाई बाई ल बाइक नै गरौँ अब बसमा गएपछि हराउने छु ल गाइज गले गाइज लास्टै गले यहाँ परबाट हिँड्दै आएको 104 बिघाको त्यो पाखरी बासमा हिँडेर मेरो 2 ग्रामको खुट्टा दुख्न थाल्यो ओ गाइज लुक एट दिस लेग यो मेरो यति नरम पैरमा दर्द कर रहा है अनि अब हामी गएको यहाँ वाट इज दिस आई डोन्ट नो बच्चाहरूको के हो है गाइज चढौँ अब गाइज अब चाहिँ हामी ताल हेर्न गएको मुनि ताल चाहिँ यत्रो हिँड्यो माने अर्को ठाउँमा यहाँ छ ताल हामी यहाँ हिले बजारमा सपिङ गर्न बाई बाई गाइस ल गाइस अब चाहिँ हामी गएको अब जाने हो